तिमी अगाडि हिँड्न पछि म आउँछु यति उकालो छ यार यति भिडियो अनुहार पठाउने छिटो छिटो ब्याग पनि बोक्ने हो त कि तिम्रो पत्तुर छिटो भिजन पत्तुर हिँड के यार भिजन प्यान्टी हिँड के भिडियो बनिरहेको छ कि नभएर त्यही त भने त भिडियो चाहिँ यादगार हुन्छ तर दामी देखियो यार अगाडिपट्टि क्लाउडहरू चाहिँ दामी देखियो होइन अब अहिले चाहिँ हामी सवारी कोट छौँ अब चाहिँ हामी तल्लोबाट चाहिँ हल्का खाजा खाएर चाहिँ माथि जाँदैछौँ ओके यहाँ हाम्रो ब्याग छ हो ब्याग बोक्नुपर्ने हुन्छ हो पछाडि छन् हाम्रो भिजन प्यान्टीलाई नमस्कार जम प्यान्टी भिजनले ब्याग भिरे साथी हामीले चाहिँ फ्यामिली एन्ड फ्रेन्डली साथी हामीले चाहिँ फ्यामिली एन्ड फ्रेन्डली कन्टेन्ट गराउनु पर्ने हुन्छ हो त्यही भएर चाहिँ साथी म अगाडि जान्छु साथी यसरी भिडियो बनाउनु पर्छ साथी अहिले बन्द छ कि अलि ओह्रालोमा त भिडियो बनाउँदै जाने हो के ओके साथी अलि एङ्गलमा आउँछ होला तिमी बल्ल तिमी अगाडि आऊ साथी तिमी त आइसकेका छौ कि मेरो वाइड एङ्गलमा अब यता खाना म जान्छु गाडी ब्रेक 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 मोबाइल गरौँगो भएर यार जाऊ 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 के कहाँ जानु त्यस्तामा अगाडि जाऊ भने त्यस्तामा गएर जाऊ भन्नु अहिले यो पो हो त यार आहा अब हेर न कस्तो खावा भिजनमा घाउ पनि गएको अब झरी पो ओ भिजनले त हाने यार भिजन खतरा रहेछ यार साथी यहाँ लाग्यो है मेरो साथी हाम्रो फोन चाहिँ लास्ट गरुङ्गो भएको छ साथीहरू यदि भिड देख्नु भएको छैन भने सार पण्डितलाई फोन गर्नु होला साथी पारे हाम्रो डोगेश भाइ हुनुहुन्छ सन्देश चाहिँ लास्ट डर हुनुहुन्छ Hey Siri, stop the video. यताबाट साइकल जान्छ नि ल साथीहरू यति हो ल साइकल यहाँ छ साथीहरू है अब चाहिँ अहिले हामी सवारीकोटमा छौँ यस्तो राम्रो भ्यू छ हियर इज आवर सन्देश ब्रो ल हुन्छ अरे he is also making video सायद एङ्गल राम्रै आएको छ होला लेट्स गो साथीलाई गाह्रो भयो जस्तो छ प्रिय भाइ मलाई गाली नगर्नु होला तपाईँले यो भिडियो हेरेपछि गाली गर्न पाउनुहुन्न ल साइकल मैले राम्रै ठाउँबाट हालेको छु
आहा ल घोडातिर भ्यू चाहिँ राम्रो देखिएछ जस्तो लागिरहेछ मलाई बिकज आहा कस्तो दामी छ यार साइडबाट जाउँ नि त यहाँनिर झन् खतम रहेछ भारी छ नि कहाँ जाने त्यही गरेर बस्ने एकछिन हुन्छ भिडियो बनाऊ न बनाऊ ल सबैजना नमस्कार बनाऊ न भिडियो बनाऊ न मेरो यो भिडियो लाइभको म यतिको उम्बिएको म बनाइदिन्छु क्या एङ्गल तलको भएन कि ह्यान्डल देखाउनु मन लाग्छ क्या मलाई अब ह्यान्डल त गर्दा त्यतिहरू त्यस्तो गरौँ न है ट्राई गरौँ ट्राई गरेन फेरि माथिको देखिन्न क्या वाइड एङ्गलमा त आइहाल्छ कम्प्लिट यो आउँछ कि आउँछ यसलाई तयारी पढेकै दिन लाग्छ मिठो ए कहाँ चलाउनु लगाएको यार मैले ल परिचय इन्ट्रेस्ट म तिम्रो भिडियो बनाइरहेको छु ल नमस्कार सबैजनालाई यो मेरो पहिलो भिडियो हो मेरो नाम चाहिँ सन्देश भारती उमेर चाहिँ 23 वर्षीय युवा आज हाम्रो दुईजना साथीले युवा जोस देखाएर साइकलमा आठो आयो आठो गर्छु ओए क्यामेरा एङ्गल बिग्रेन नि आठो आएन खोकी लाग्यो भ्याउन भन्नुलाई ल जाउँ 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 त्यहाँदेखि फेरि केही हुँदैन कि अलिअलि त रमाइलो भएको भिडियो पनि त दामी हुन्छ नि कम्प्लिट हेलो गाइजहरू भाइ मलाई गाली नगरेस् ल ल जाउँ भित्ता भित्तामा साइकल चलाएको छु तेरो साइकललाई केही भयो भने म जिम्मेवारी छु हो है यो हो कि मलाई मन पर्ने बुझाउनु हाँ ल ल जाउँ 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 छु 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 चलायो 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 को ल अब हामी जानुपर्ने हुन्छ लाग्यो 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 ओह्रालो छ अब ठाडै ओह्रालो हुन्छ हामी हाम्रो एकदम पावरफुल ब्रेकिङ सिस्टम प्रयोग गर्नुपर्ने हुन्छ नत्र भने हामी भिरबाट तल जान्छौँ है हामी सिधै गोली झर्न पुग्छौँ राम्रो रमाइलो रमाइलो भइरहेछ है आहा क्या मजाको वाह यो पो हो त यार खचक्कम हाम्रो यो फेरि अलिकता गाह्रो छ माथि हामी भ्यू हेर्न गएको थियौँ तर राम्रो रहन्छ सो फर्क्यौँ ब्याक टु अघिको ठाउँ बोली बगबग यस्तै त हो है कति राम्रो दृश्य बिहान झन् 3.5 घन्टा लगाएर हामी यहाँ माथि आइयो खाजा खाइयो बस्यो तल छ सिमेन्ट फ्याक्ट्री देख्न सक्नुहुन्छ पछाडि छन् हाम्रो सन्देश कहाँ गयो तिनी ऊ यहाँ छन् आइरहन् बब्ली छ नि साइकल चलाइमा फर्किने तल गएर बसौँ नि त है तलतिर गएर बसौँ त कतै एकछिन ऊ त्यहाँ चाहिँ अस्ति हामी नाइट क्याम्पिङ बसेको ठाउँ हो ल पारि हाम्रो दोस्त छन् अब हामी झर्छौँ स्पिडमै हुन्छौँ
Ignore the braking sound of this cycle. Okay. अब हाम्रो height. नगर साथी तिमीले विदेशैको कुरै नगर। हजुर ठिक छ, तिम्रो के छ सुनौ। यात्रा अहिले चाहिँ रमाइलो भइरहेको छ, बिहान चाहिँ गाह्रो भइरहेको थियो। बिहान चाहिँ साह्रै गाह्रो भयो माथि आउँदाखेरि है। हजुर अब के छ भनेपछि यो साइकलको अगाडिको ब्रेकमा अलिकति समस्या रहेछ है। साउन्ड आइरहेछ, साउन्ड त त्यसोडै नै आइरहेको यार। के पुरानो भयो नि त त्यो। त्यसको भन्दा यसको कराउँछ हेर न, अझ त्यो त राम्रो ब्रेकिङ सिस्टम छ त्यहाँ। के छुट्या थर्मस ल्याएकै छु, अरू के छुट्न पर्यो र। ल ल त्यही हो, हाम्रो ब्रेकिङ तातिन्छ तल गएर छ। हजुर युवक 19 वर्ष युवक। ल म अगाडि जान्छु, रुक। दादा रे दादा, अहिलेको थकाइ मेट्दै हो दादा रे दादा। ल कस्तो मजाको ठाउँ यो म्यान। स्पिड त त्यो ब्रेक हान नि फेरि, मलाई आएर ठोक्लाउ फेरि। अस्ति नै बाइकमा ठोके जस्तो। यही त हो नि ठ्याक्कै। गाइज यो ओह्रालोमा चाहिँ सन्देशले बाइकले चाहिँ मलाई ठोक्नुबाट एक बित्ताले मात्र बचायो नि। तिनको लेग गार्ड गाओ, धन्नमा बाँच्याम है। तिनले घरमा गाली दह्रो खाउन् गाइज। धन्नै गएको यार म। ल मेरो भाइले मलाई यो ब्लग हेऱ्यो भने सायद मलाई अर्कोचोटि साइकल दिनु हुन्न होला। मेरो भाइ 2-4वटा गफ सुन्दै हामी तुफान स्पिडमा निस्किँदैछौँ। साथी तिमी किन ढिला गरेको हो? छिटो हो साथी। लाग्यो मेरो ब्याग पनि धोइदिन्छ भाइ, पुरै पानी छ्यापिया छ कस्तो। मलाई अरू कुरा थाहा छैन, ब्याग पुरै पानी छ्यापेर पुरै आफू जोगिया छन्। मेरो ब्यागले पत्तुर बनाएको छ नि। होइन यसमा कसरी पानी छ्याप्छ कि जबकि पछाडि मोडगाड छ भनेपछि। तिमीलाई धुनै पर्छ तर ब्याग चाहिँ। त्यही हो दोस्त, म छोड्दाखेरि चाहिँ अब एउटा सन्देश भारतीको घरमा छोडिदिन्छु। यो चाहिँ जे सुकै गरे गर्छन्। दाइ दाइ साइड है, साइड ब्रेक छैन। अनि अघि यही चढ्न कति गाह्रो भएको थियो। चढ 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 रमाइलो छ है। ल फेरि झरे म। ल है कमरेड, हामी यतिको लागि बिहान यतिको लागि हामी बिहान 4 घन्टा मेहनत गरेको गाइस।
इग्नोर यो ब्रेकको साउन्ड चाहिँ टोटल इग्नोर गर ए महँगो छ के हो ब्रेक लाग्दैन त यार गाइज अहिले हामीले जति 5 मिनटमा कभर गऱ्यौँ हामीलाई अघि आधा घन्टा लाग्यो दुइटै गरेको छु द स्लोली मोबाइल खस्ने डर हुन्छ भाइ कुलेरै चलाइरहेको छु के एकदम त्यसमा कमरेड भिडियो पज गरौँ कहाँ त्यो चार्ज लोड सकिन राख क्या 50 सेन्टमा झरेको थियो वात्तै अनि म जाक्किनी तल उसमा खोल्सा यो पो म अगाडि जान्छु रोहित बोली आन्न ए म यहाँ गियर म्यानेज गरिरहेको छु क्या कमरेड होइन कमरेड यस्तो स्पिडमा छौँ हामी के बित्या यो पो हो त यार राइट टु इन्जोय आहा यो ब्रेक पनि कति आवाज आउँदो रहेछ गाइस सर म अगाडि जान्छु अनि हजुर आउनु होला देखो इन्हें यो मैन म तिमीलाई सम्झिरहेको छु होइन साइक्लिङ गराउने ठुलो इच्छा छ साथीलाई आएन नि त यार
साथी साइकलमा सिफ्ट हुनु पऱ्यो पहिला नाइ के सागर पञ्चायत साथीलाई भनेको क्या अब एकदिन अघि अनि भिडियो हेरौँ होइन र हो तर पब्लिक रियाक्सन चाहिँ डेन्जर आएको छ यार First stop for a moment. मजा आयो किन Last. लास्टै मजा आयो नि हँ हाम्रो भिडियो छ नि अँ, खास मेमोरी हुन्छ अँ। 15 मिनट भयो पुरै तात्या छ यार मोबाइल Cellular data is turned off. Why, man? Okay. ल हाम्रो सेकेन्ड पार्ट रेडी हुँदैछ है सेटअप भइरहेको म क्यामेरा पुज्छु वेट म क्यामेरा पुज्छु है त ल यो हो नि त क्वालिटी भनेको सक्की क्वालिटी ब्याग हाल्ने नि बाल बेकार यिनी साथीले मलाई चाहिँ ब्याग धुने भनिरहेछन् किनकि ब्यागको हालत यस्तो छ यो अब चाहिँ साइकल एक्सचेन्ज भयो 19 वर्षीय मेरो दादाले उहाँले यो साइकल चलाउनुहुन्छ मैले चाहिँ अनि दादा मेरो चस्मा कता छ चस्मा हजुर मेरो गोजीमै रहेछ है गाइस हजुर लाउँछु म लगाउँछु यार म ह्यान्डसम मान्छे ठिक छ दादा ल 19 वर्षीय दादा होइन दादाको दारी पला होइन त्यही भएर 19 वर्षीय भन्छु उहाँलाई बोलाएको होइन गाइस यो पाटा तारामै त कसरी चेन फुस्क्यो त दादा अब यसलाई एउटै अप्सन छ साइकल यहीँ छोड्ने गाडीमा जाने गरौँ हातै लगाऊ क्या कालो छैन दादाले यहाँ झुट बोलिरहनु भएको छ कालो छैन भनेर यो फेरि साइकलको मलाई यही झाप लाग्छ सबैभन्दा क्या चेन फुत्किने क्या होइन पुरै हो यो चेन फुत्किने भन्ने ल चेन फुस्क्या मात्र होइन अड्क्या छ बड्डा भाइलाई फोन आन्ने हो फेरि साइकल ओनरलाई अब त्यही त हो नि हामीलाई आइरै हुन्न त तिजे भने पनि तिमीले भनेर हुन्छ ऊ हेर त ऊ यसलाई यस्तो गरौँ होइन सर चलाम ऊ त्यहाँ चाहिँ भाएन अलिक धुकोला अलिक त्यहाँ मिलाउँछ ओ हात काटिला त्यस्तो गर्दैन नि गो गाइस मैले बनाएँ है त ल बाबु म गएँ ल अहिले चाहिँ हामी चाहिँ चेन्ज गऱ्यो यसको त लास्टै दबाउनु पर्दो रहेछ यार ब्रेक हान्न
यो पो हो त यार राइडको रियल मजा। हे गाइस दिस इज अ पार्ट 2। यस्तरी लडेँ है म भन्ने एउटा भिडियो थियो नि। सन्देश लडेपछि त्यो भिडियो बनाउनु क्या मजा आउँथ्यो होला है। ल हामीसँग अहिले सँगसँगै ल यस्तै गाडी भेटाएपछि होइन यस्तो गाडीमा सजिलो हुन्छ क्या साइकल लोड गर्नु पनि। लोड गर्ने माथि लग्ने तर दिस मोबाइल स्टेबल हुँदो रहेछ यार। होइन यस्तो हो नि त हाम्रो ओआइएस छ नि त क्यामेरामा। त्यो पनि भयो अनि फेरि के अहिले नर्मल फोन हुने हो भने हुँदैन नि फेरि यस्तो स्टेबल। तिम्रो भाइकोमा कस्तो लागेको नि तिम्रोमा लक हुन्छ कि नहुँदैन फोनमा? लक हुँदैन यार यसमा। लक हुँदैन तर लक नभए पनि फोकस चाहिँ टुट्दैन फेरि। त्यो हुँदैन फोकसमा असर गर्दैन। हामी सिधै यहाँबाट सर्टकट लिउँ त गाइज। कस्तो भेट्छ नि गाइड गाइड म चाहिँ बसेको गाइज हाम्रो एउटा यहाँ यो घुम्टीमा एउटा पुरानो भिडियो बनाएको थियौँ। त्यो भिडियोमा राम्रै भ्युज गएको थियो होइन साथी? अब एक्ज्याक्ट नम्बर चाहिँ थाहा छैन। खतर 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 यो म्यान धुम चले। हामी ड्युटीसँग घडी छैन गाइस, त्यो भएर हामीलाई टाइम पनि थाहा छैन कति बज्यो है। तर हामी तुफान हजुर के त क्या के त हो र? अनि अघि जाँदाखेरि कसम से दुईवटा भोला दिन्थ्यौँ यिनीहरूलाई, भोलामा मानिजान्थ्यो यिनीहरू। साथी तिमी 100 भन्छौ, म भोलाका कुरा गर्दैछु बिकज दे आर भोला लभर। अगाडि कसम आउँदै हुनुहुन्छ हाम्रो यम हे हम महाराज। यस अनि गाइजहरू सायद 11:30-12 कति बज्यो होला। खाना खानुभयो कि नै हजुरहरूले भन्नुहोस्। यदि खानु भएन भनेपछि खानुहोस्, खाँदै हेर्नुहोस् है। यो भिडियो हामीले संयुक्त रूपमा युट्युबमा हाल्ने कुरा गरिरहेको छौँ। ओ माई गॉड गाइज, ओहो बस पनि आउँदो रहेछ त यार। हाम्रो सन्देश सर चाहिँ धेरै अगाडि जानुभएको छ। आवाज छ यो 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 काश अघि हामी यस्तै मजाले चढ्न पाउँथ्यौँ। क्या आनन्दको मजाको लाइफ हुन्थ्यो। अन्त कामसाम छोडेर भ्लगिङ स्टार्ट गर्नुपर्छ क्या गाइज। भ्लगिङ स्टार्ट गर्नुपर्छ कि जस्तो लागिरहेको मलाई है। किनकि म बगबग गर्नमा एक्सपर्ट छु। किनकि नबोलेपछि भिडियोमा भ्युज जान्न अरे क्या। मेरो भाइले सिकाएको मलाई। सन्देश अलि नजिक आऊ। ल ल ल हिँड लड्यो है यो मान्छे। के हो पुतली यो म्यान धेरै लड्यो है। आज त हाम्रो माताजी पनि जानुभएको छ अरे कता कता हाइकिङमा मर्फेसतिर।
यो अगाडिको गाइजहरू मस्त यो पो हो त यार रमाइलो। हामी पनि 10-11मा यस्तै गरी हिँड्थ्यौँ। अहिले तिनी साथीहरू कता गए कता, सबै आफ्नो काममा व्यस्त। साथीले के गरी चलाएको साथी खोला नालामा अहिले मेरो हालत यहाँ डेन्जर भएको छ। क्या मजाले आयो यार, हामी यसैको लागि हो। हजुर हट 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 अब म अगाडि जान्छु साथी, रुक रुक। अनि लास्टै नि ओह्रालोमा रहेछ साइकल चलाउने रमाइलो त यार। के छ उ गर्ने हो, रेस्ट गर्ने, रेस्ट गर्ने एकछिन, के गर्ने? रेस्ट रेस्ट। रेस्ट पखालौँ न त, शरीर शरीर भन्छ यो के कपडाहरू के लास्टै हिलो भएको क्या। बिरेकमा पानी हालिदिनु भाइले, बिरेकमा पानी हाल्नु ए यस्तो भएको छ मेरो हालत। हेर्नुहोस् त ल। के हो त यार, ह्याङ भइगयो त फोन त। समस्या के भयो भनेपछि गाइज मेरो भोल्युम ल शरीर चाहिँ हल्का फुल्का पखाल्यो। अब चाहिँ साथीले बोलाइरहेको छन्। यहाँनिर गर्दाखेरि जुत्ता भिजिगयो, यतिले खुट्टा लास्टै लगलग कामे है। बच्चे यार कन्टेन्ट हुन्थ्यो मेरो पहिलो भिडियोमा, भ्युज त कति होला यार, कति मेरो टिकटकमा हाइएस्ट लाइक भनेको 700K हो। नमस्कार सबैजनालाई, मेरो नाम चाहिँ सन्देश भारती, भर्खर बिबिए 8 सेमेस्टर 8 सेमिस्टर को रिजल्ट आयो। म अहिले बेरोजगार चाहिँ छैन, म जाहिर गरिरहेको छु। ठिकै छ, अहिले जाहिरले मलाई खाना लाउनु पुगेको छ। ठिक छ हजुर, ल ल अरू केही फ्युचर प्लान? ठिक छ, फ्युचर प्लान अब मेरो ध्यान सामाजिक यसमा नहालौँ, अलिक हामी भने सिक्रेटको ठिक, त्यही भएर नखुलो कुरा नखुलो होइन। ल ठिक छ, अब आजको प्लान के छ? अब यसपछि घर गएपछि प्लान अब मम्मीलाई लगेर गाउँ जाने पर्छ। अनि नगर्ने थर्मस हाम्रो 19 वर्षीय साथीले ह्यान्डल बिगार्नुभयो। होइन त्यसको टेन्सन नगर्नु न, त्यो त बनिहाल्छ कि, नबने म बनाइदिन्छु क्या। ठिक छ ठिक छ, ल ल अब चाहिँ हामी चाहिँ क्यामेरा एङ्गल माथि राख्छौँ। त्यसपछि अब ब्राइटनेस बढेको भएर चाहिँ अलिकति बढी चार्ज कन्ज्युम भइरहेको छ है मेरो फोनमा। सायद अहिले रेकर्डिङ भइरहेको छ। चार्ज चाहिँ लगभग तपाईँको बिहान 80% गरेको थिएँ, अहिले चाहिँ तपाईँको अराउन्ड 50% भन्दा अलिक कमै छ सायद। 19 वर्षीय दादाले जहाँ पनि ब्याग बिर्सिनुहुन्छ। अब त्यही हो, तर रमाइलो चाहिँ रमाइलो हुँदो रहेछ यो अनुभव मलाई अति। साथीले यसको लागि चाहिँ भन्दा धेरै प्रयास गरे हुन्। धन्यवाद दिन चाहन्छु मेरो भिजन साथीलाई। पर्फेक्ट लाइफ उहाँले गर्दा यतिको आजको रमाइलो गर्न पाइयो। अनि ल दादा आउँदै गर्नुहोस् है, ल सुस्तो जाँदै गर्नुहोस्, म आउँदै गर्छु। साथी माथि होइन नि, हामी तल जाने हो साथी। साथी यार तपाईँ यार ल
यस्तो पनि भयो नि त हाम्रो के अरे मोबाइलहरू अलिकति हेभी भयो त्यो भएको त्यो भएको भएर चाहिँ साइकलको हेलमेटको यो फित्ताहरू चाहिँ टाइट हुँदो रहेछ सो द्याट हाम्रो चाहिँ हल्लिरहेको छ यो हो नि त उडाइदिउँ यो म्यान म त अब जान्न नि कतै विदेशको पुरै यो म्यान गाइस हेलो ये बड्डा स्लोली साथी स्लोली यहाँनिर अलिकति बढी अफरोड रहेछ है हामी यसलाई यही प्रकारले म्यानेज गर्छौँ जाँदाखेरि हामी 4:50 घरबाट निस्केका थियौँ हामी वहाँ पुगेका थियौँ समथिङ कति 8 बजे 8:15 पुगेका थियौँ त्यो हेरेर थाहा भइहाल्छ ल अगाडिबाट बाइक आउँदै हुनुहुन्छ त्यो पनि खल्लीवाला बाइक BMW साथी सन्देश दोस्त तिम्रो ड्रिम बाइक गयो यार BMW G310R हो क्या ब्याक गरेर गएर हेरेर आऊ न BMW हो यार साथी मेरो अहिले आँखा ढाकिरहेको हेलमेटले साथी म भिरबाट तल गयो भने चाहिँ मलाई गाली नगर्नु होला हर्न बजाउनु पऱ्यो नि त साथी त्यसै गरी आउनुपर्छ स्याटरडेको डेली टिकट सरको ड्रेसअप दामी छ यो हामीले एउटा अन्दाजा के पनि लाउन सक्छ भने चाहिँ कतै माथि दूर दराजमा पानी परेको हुनसक्छ हिजोदेखि आजसम्म सन्देश यो तिम्रो अहिले मिल्या बड्डा मेरो त मिल्दैन यार हेलमेट मिल्या छैन के अघि सायद चस्माले अड्डाइरहेको थियो हेर न कस्तो महाबड्डा एउटा आँखा टोप्या एउटा आँखा हेरेर चलिरहेको छु कि मैले अब मेरो चस्मा थियो साथीहरू है कति राम्रो चस्मा थियो हजुर मेरो युट्युब च्यानलको नाम तपाईँले VIZON सर्च गर्नुभयो भने आइहाल्छ जुन चाहिँ मेरो पुरानो हो लेटेस्ट नै भीषण आचार्य छ तपाईँको के छ सर मेरो टिकटकमा आइडी मेरो मेरो युट्युबमा आइडी चाहिँ सन्देश भारती नै छ हजुर अब हामी चाहिँ यो पुरा सम्झना हिसाबले हान्न लाग्यो मोबाइलमा यथार्थ कुरा गर्दाखेरि मोबाइलमा स्टोरेज छैन हो त्यो त छैन त्यसैले गर्दा युट्युबमा हाल्यौँ भने सम्झना हुन्छ सधैँभरको लागि हो नि अब टिकटकमा पनि अलिअलि क्लिप हालिदिन्छ एक दुईवटा हो त्यसमा चाहिँ हजुरले हेर्न सक्नुहुन्छ मलाई आज टिकटकको आइडी पनि सन्देश भारती छ हजुर तर कति चाँडै भ्यू देखिन लाग्यो घोराइको तल बेसको लास्टै छिटो आइहाल्छ
तर यो बाटो पिजुनपट्ट यस्तो राम्रो हुन्थ्यो नि पिल भएपछि अँ हामी लगभग छिटो आइपुग्यौँ। अनि त्यसको विचार गर्दैछु अब म एउटा साइकलको रहर चाहिँ लाग्यो मलाई होइन। अँ अब विचार गर्नु पर्यो साइकल चाहिँ कहिले काहीँ घरमा चाहिँ एउटा हुनुपर्दो रहेछ। यतिको साइकल चाहिँ हुनुपर्दो रहेछ। साइकल एउटा ठुलो साइकल चाहिँ एडल्ट साइकल चाहिँ हुनुपर्छ। त्यो साइकल ल ब्रेकै लाग्न छाड्यो क्या यार के हेर यस्तो बेसरी प्रेस गरेको छु हाने छिटो अगाडि ल यार गाइस ब्रेक चाहिँ लास्टै खतम छ यसको हुँदै नभएको छैन ब्रेक चाहिँ छ तर आज साथीको कति क्यालोरिज बन्नु हजुर? हजुर हजुरको कति क्यालोरिज बन्नु आज आज? भयो यार 1000 प्लस प्लस भयो 1000भन्दा त बढी चाहिँ भयो लास्टै बढी भयो 1000भन्दा त प्लस भन्न मिल्यो। जनाउँदै 3-4 हजारभन्दा बढी भइसक्यो पनि हेर न अब 14-15 किलोमिटरमा अब तपाईँको झन्डै झन्डै हामी 14 किलोमिटरमा हामीले 10 किलोमिटर त हिँड्यौँ होला जो त्यो गर्दाखेरि चाहिँ तपाईँको 4 किलोमिटर मात्रै साइकल चला देखिन्छ है होइन र दोस्त हजुर हो। त्यस्तै कति आनन्द आयो नि चिजमा। कस्तो आनन्द झ्याक्न पनि झ्याक्दैन यार। हो नि यो साइकलमा पछाडि सस्पेन्सन पनि हुन्छ नि। हुन्छ तर त्यही हिसाबले चाहिँ हजुरले पैसा पऱ्यो। पैसा खनाउनु पर्ने हुन्छ अझ यो साइकल त तपाईँको कति त्यो 14-15 केजीको मात्र हो तपाईँको 6-7 केजीको पनि पाउनुहुन्छ तपाईँले त्यो साइकल साइकल 5 केजीको साइकल साइकल चाहिँ एकदम लाइट वेट साइकलहरू पनि पाउँछ मार्केटमा हजुर किलो मासु त मैले 10 मा खान्छु त यार। 5 किलो मासु त यार। ओइ ओइ अनि मलाई हजुरको परिचय दिनु पर्यो। मेरो नाम भीषण आचार्य हो म चाहिँ घोरै 15 मा बस्छु म चाहिँ साइकल इन्थुसियास्टको हो है अब हजुरको पुर्खौली घर चाहिँ कता? मेरो पुर्खौली घर चाहिँ अराहाँची हो घोराइमा बस्नको धेरै वर्ष भयो हजुरको के छ अहिले पढाइ के छ? पढाइ चलिरहेको छ कि हजुर के छ? पढाइ सकियो सर अहिले हाम्रो पढाइ सक्यो अहिले कता हो त? हजुर हन्टिङमा? अहिले अब हन्टिङमा छु म जब हन्टिङ हुन्छ कि हुनुहुन्छ उहाँ? ठिकै छ। उहाँले के भन्नुहुन्छ भनेपछि उहाँले जब पाउँदैन भन्नुहुन्छ उहाँको 1 महिनापछिको अनुभव पनि हजुरले म सुनाउँछु। हस् 1 महिनापछि उहाँको अनुभव त छ। एनसेलमा पनि अनुभव गर्नुभएको छ। हामीले 1 वर्ष काम गर्नुभयो। मार्केटिङ पनि गर्नुभएको छ। मुख नदेखाइकन हिँड्नुहोस् हजुर केही हुँदैन हजुरलाई कसैले चिनेको पनि छैन मेरो भिडियो होटेल व्यवसाय पनि गर्नुहुन्छ उहाँले। उहाँको होटेलको नाम चाहिँ आचार्य के हो? आचार्य मात्रै हो। उहाँको चाहिँ ठ्याक्कै कहाँनिर भन्दाखेरि हजुरको बताइदिनु सर। टिका पेट्रोल पम्पबाट 100 मिटर पूर्वतर्फ यति हो उहाँको परिचय। हाम्रो फेरि के छ अनि हजुरको परिचय दिनु न सर अब मेरो परिचय अघि त म दिइसकेँ हजुर ए दिँदाखेरि राम्रो हुँदैन होइन। हजुर हजुर मैले भन्नुपर्ने चिज भनिसकेँ। हजुर ठिकै छ। अनि सर हजुर के छ अनि आजको यो जोस कहाँबाट चढ्यो हजुरलाई 14 किलोमिटर हिँड्ने 14 किलोमिटर हिँड्नु यस्तो थियो। घरचोरा जानु भन्ने घरचोरा गइरहेको ठाउँ। हजुर सवारी कतलाई च्यालेन्ज लिउँ न, जिन्दगीमा च्यालेन्ज पनि ल्याउनुपर्छ भन्ने हिसाबले हजुर तपाईँलाई च्यालेन्ज भारी परे जस्तो भएन बिहान फिल च्यालेन्ज बिहान चाहिँ भारी परेकै हो मलाई। उहाँलाई पनि परेको हाम्रो 19-25 कालालाई। हजुर के भयो भन्दाखेरि तर अहिले हेर्नुहोस् है अहिलेको रोमानिया हेर्नुहोस् है हाम्रो अनि कति रमाइलोसँग गफ गर्दै आउँदैछु। हजुर हजुर यो भयो रमाइलो अघि नगएको। यो पो हो त यार यो पो हो त
त्यो चलाउँ न क्या मजा आउँछ अनि यो चाहिँ हो गोठ गोठ ल अगाडि मेस्सी हुनु नि त दुइटा सबै खत्तम भयो यार के भयो चेन नै फुट्किया छ ए चेन चेन नै चुट्टिया छ कि अब के गर्ने कहाँसम्म डोर्नु भेजा भयो त यार साथी कन्टिन्यू दादालाई चेन यार किन यसरी चुड्यो त केही छैन जाउँ जाउँ बनाऊ हालिदिउँ न यार नयाँ चेन के गर्ने त अब जोड्न मिल्छ कि जोड्न मिल्दैन नि साथी के भन्ने होला रिप्लेस नै गर्ने रिप्लेस गर्ने मिल्दैन जोड्न जाम नै गरमलाई के अब यो फुकारौँ चेन सबै निकालौँ निकाल अब त हिँड्न पर्छ यार तलबाट तिमी हिँड्ने म चलाउने त्यस्तो हुन्न नि साथी मेरो साइकल त्यो हो मलाई त्यो भनेर हुँदैन नि प्लास्टिक कहाँ ल्याउँछ त फेरि प्लास्टिक त चाहियो त अनि चेन केमा राख्ने ब्यागमा छ त प्लास्टिक राखेको छु मैले प्लास्टिक हो र? हुन्छ भनेर अनि चेन किन फुस्के चिन्ने छ त यार फुस्किनु पनि होइन त्यो जोड्नु मिल्छ के मा किन तिमीले थाहा छैन जोड्ने जोरे जस्तो मान्छे यार पहिला त छोडिदिउँ न त्यसलाई जोरे जस्तो लाग्थ्यो यार हेर्नुहोस् त ट्रेन फुस्केर बर्बाद भएको छ चेन फुस्केछ है हिट भएको मोबाइल त पहिलोबाट भिडियो बनाएको दादा हेल्प गर्नुहुन्छ तपाईँले के हो बड्डा बेक्सु क्या गना यार त्यो बाइकको क्या त्यो बाइकको रहेछ कहाँ हाम्रो गर्नु लगाइस चेन फुस्क्यो साथीहरू हाम्रो चेन फुस्क्यो होइन चेन फुस्क्यो भन्दा पनि छिद्यो त्यसपछि हामी हिँड्दैछौँ है हिँड्दै हिँड्दै डुल्दै डुल्दै फेरि कति हिँड्नु पर्ने यार तनाव अहिले करेन्ट टाइम कति भयो 10-17 भनेपछि हामी 11 बजीसम्म त घर मजाले पुग्छौँ साथीहरू घर आइयो एक दुई शब्द बोल आजको राइडको बारेमा ल साथीहरू घर आइयो है त